त्यसमा सर खनाउने हो। बनाइसकेपछि ल यो चाहिँ टक्क अन्डा आफूलाई स्वाद अनुसार कति चाहिन्छ त्यसरी अन्डा हाल्ने हैन। त्यसपछि टक्क प्लेटमा हाल्ने अनि खानाको लागि प्लेटमा तयार गर्ने, आफूले कति खाने हो हैन रेडी गर्ने। अनि चाहिँ यसरी यो फाइनल तयार भएको छ। अनि चाहिँ यसलाई चट्ट लाएर यस्तै गरेर तपाईहरुले पनि मजा लिनुस् है। नेक्स्ट खाना नेक्स्ट भिडियोमा यो भन्दा स्वादिष्ट तपाईहरुको सामने। ल बाई बाई।